नेपालबाट वर्किङ भिजामा आउनेको सङ्ख्या 1,18,196। हालको समयमा जापानमा स्टुडेन्ट भिजा र वर्किङ भिजाका अवस्थाहरू के रहेका छन्? जापानको हकमा पपुलेसनको डिक्रिज। अहिलेको समयमा जापानमा आउने नेपाली स्टुडेन्टहरूको सङ्ख्या चाहे त्यो स्टुडेन्ट भिजामा होस् चाहे त्यो वर्किङ भिजामा नै किन नहोस् क्रमशः वृद्धि भइरहेको देख्न सकिन्छ। र यो सङ्ख्या किन क्रमशः बढ्दै गइरहेको छ त? अर्थात् नेपाली युवा विद्यार्थीहरूको लागि जापान किन प्रिफरेबल कन्ट्री बन्न पुगिरहेको छ त? अथवा कसरी जापान चाहिँ अरू देशहरू चाहिँ रोजाइको देश बन्न पुगेको छ त? र हालको समयमा जापानमा स्टुडेन्ट भिजा र वर्किङ भिजाका अवस्थाहरू के रहेका छन्? आउनुहोस् यस विषयलाई आजको भिडियोमा सहज तरिकाले बुझ्ने कोसिस गरौँ। र आगामी दिनहरूमा पनि यसरी नै जापानसँग रिलेटेड धेरै कुराहरू सिक्न अथवा बुझ्न चाहनुहुन्छ भने च्यानललाई पनि पक्कै सब्सक्राइब गर्न सक्नुहुन्छ र लाइक गरी तपाईँको पोइन्ट अफ भ्यू के रहेको छ त्यसलाई पनि कमेन्ट बक्समा सेयर भने पक्कै गर्न सक्नुहुनेछ। जापानमा नेपालीहरूको सङ्ख्या मात्र नभई विश्वबाट विभिन्न देशहरूका विद्यार्थीहरू लगायत कर्मचारी भिजामा आउनेको सङ्ख्याहरूमा क्रमशः वृद्धि भइरहेको देख्न सकिन्छ। स्टडी इन जापानमा पब्लिस्ड JASSO जापान स्टुडेन्ट अर्गनाइजेसन को रिजल्ट अफ इन्टरनेसनल स्टुडेन्ट सर्वे इन जापान 2024 को डेटा अनुसार सन् 2022मा नेपालबाट आएका विद्यार्थीहरूको सङ्ख्या जापानमा लगभग 24,257 जना थियो भने त्यो सङ्ख्या 2024मा 64,816 जना पुगी 71.1%ले वृद्धि भएको देख्न सकिन्छ। अर्कोतर्फ वर्किङ भिजाको कुरा गर्ने हो भने सन् 2022मा नेपालबाट वर्किङ भिजामा आउनेको सङ्ख्या 1,18,196 थियो भने त्यो सङ्ख्या 2023मा 1,46,000 पुग्न गई 20.3%ले वृद्धि आएको देख्न सकिन्छ। र यो सङ्ख्या नेपालीहरूको सङ्ख्यामा मात्र नभई भियतनाम, बङ्गलादेश, श्रीलङ्का, म्यानमार जस्ता देशहरूबाट आउनेहरूको सङ्ख्यामा पनि देख्न सकिन्छ। इनफ्याक्ट रिजनली कुरा गर्ने हो भने त एसिया 92%ले नम्बर 1 र त्यसभित्र पनि चाइनापछि दोस्रो नम्बरमा नेपाल 64,816 जना स्टुडेन्ट जुन चाहिँ टोटल नम्बर अफ इन्टरनेसनल स्टुडेन्ट इन जापान 2024 को 19.2% रहेको छ। र यो किन रहेको छ त? यसका केही मेजर रिजनहरूलाई बुझ्ने कोसिस गरौँ। जापानको हकमा पपुलेसनको डिक्रिज अर्थात् जापानमा ओल्डर पपुलेसनहरूको तुलनामा यङ्गर पपुलेसनको सङ्ख्या थोरै भएको र यसले भविष्यमा हुन सक्ने लेबर सर्टेज जस्ता प्रब्लमहरूको सोलुसन पनि हुने साथै इकोनोमिकली बुस्ट पनि मिल्ने भएकोले जापानले आफ्नो भिजा प्रोसेसलाई इजी बनाएको र ग्लोबल्ली हेर्ने हो भने जापानमा आउने स्टुडेन्ट या त भनौँ वर्किङ भिजा होल्डरको सङ्ख्या बढाइरहेको भन्ने कुरालाई बुझ्न पनि सकिन्छ। तर नेपालको हकमा भने अरू देशहरूको तुलनामा जापानको लागि भिजा प्रोसेस एकदमै सजिलो। अझ स्टुडेन्टको हकमा भन्ने हो भने त झन् खासै केही गर्नु नै नपर्ने, एउटा जापानिज ल्याङ्ग्वेज कन्सल्टेन्सीमा एडमिसन गरेर पुग्ने, अर्थात् कुनै स्पेसिफाइड क्वालिफिकेसन या त भनौँ कुनै तोकिएको सर्टिफिकेटहरू चाहिँ नचाहिने। र अन्त चाहिँ जापानमा पनि फ्युचर सेटलमेन्टबारे सोच्न सकिने भएको हुनाले जापान चाहिँ हाल नेपाली विद्यार्थीहरूको लागि वान अफ द बेस्ट डेस्टिनेसन बन्न पुगेको भन्ने कुरा चाहिँ पक्कै बुझ्न सकिनेछ। तर वर्किङको हकमा भने केही डिफिकल्टिज र सर्टेन क्राइटेरियाहरू पनि पक्कै रहेका छन्। कम्तीमा N4 लेभलको जापानिज ल्याङ्ग्वेज सर्टिफिकेट अर्थात् JLPT को सर्टिफिकेट आवश्यक पर्ने हुनाले तपाईँले पनि N4 लेभलको JLPT पास गर्छु अथवा N4 लेभलको JLPT चाहिँ पढ्छु भन्ने सोचमा हुनुहुन्छ भने मैले यसै च्यानलमा JLPTसँग रिलेटेड केही बेसिक कुराहरू सिकाएको छु र आगामी दिनमा पनि JLPT N5 र N4सँग सम्बन्धित फुल कोर्स सिकाउने हुनाले च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने च्यानललाई सब्सक्राइब पनि गर्न सक्नुहुनेछ। साथै भिडियोलाई लाइक गरी यस भिडियोको पिन कमेन्टमा रहेको भिडियो अथवा JLPTसँग रिलेटेड बेसिक कुराहरू यस भिडियोबाट चाहिँ सिक्न सक्नुहुनेछ। अब फेरि कुरा गरौँ वर्किङको। वर्किङ भन्नाले बेसिकली तोकुते गिनो अथवा SSW टाइप 1 अथवा SSW 1 लाई बुझ्ने गरिन्छ। तर त्यति मात्र नभइकन जापानमा वर्किङ भिजाका प्रकारहरू धेरै रहेका छन्, जसमध्ये SSW 2 अथवा स्पेसिफाइड स्किल्ड वर्कर टाइप 2, SLV स्किल लेबर भिजा,
TITB टेक्निकल इन्टर्न ट्रेनिङ भिजा र इन्जिनियर अथवा स्पेसलिस्ट जस्ता भिजाहरू रहेका छन्, जसमध्ये नेपालबाट विशेष गरी SSW1 स्पेसिफाइड स्किल्ड वर्कर टाइप 1 र SLV स्किल लेबर भिजा, जस अन्तर्गत कुकिङ अथवा अन्य कामहरू रहेका हुन्छन्, त्यो भिजामा आउनेहरूको सङ्ख्या चाहिँ धेरै रहेको छ, जस अन्तर्गत विशेष समय अवधिपछि नेपालबाट अथवा आफ्नो देशबाट चाहिँ आफ्नो परिवार लिएर आउन मिल्ने या त भनौँ फ्युचर सेटलमेन्टको बारे पक्कै पनि सोच्न सकिने रुलहरू पनि रहेका छन्। धन्यवाद तपाईँहरूलाई भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा। अनि यस भिडियोमा तपाईँको रेस्पोन्स के रहेको छ त्यसलाई भने कमेन्ट बक्समा सेयर गर्न पक्कै पनि सक्नुहुनेछ। बाँकी वर्किङ भिजा साथै स्टुडेन्ट र वर्किङ कुन भिजामा आउँदा बेटर होला त भन्ने जस्ता टपिकहरूलाई भने हामी नेक्स्ट भिडियोमा बुझ्ने कोसिस गर्नेछौँ। सो त्यतिन्जेलको लागि बाई बाई, टेक केयर अनि सायोनारा।